युवालाई लक्षित गरेर, उद्यमशीललाई लक्षित गरेर विभिन्न व्यक्तित्वहरूलाई हामी यहाँ सामेल गरेका छौँ। आज तपाईँ हामीले देखिरहेका छौँ नेपालको पुँजी बजार, नेपालको श्रम बजार, नेपालको पुँजी बजार आज सङ्कुचनमा छ। पुँजी बजार गुल्जायमान हुन सकेन र त्यसै गरी नेपालको श्रम बजार पनि हामीले अपेक्षा गरेको श्रम बजार बन्न सकेन। श्रम बजारको हेर्ने हो भने आज नेपालीले भन्दा अन्तैले श्रम बजारमा आफ्नो बाहुल्यता क्रमशः विस्तार गर्दै गइरहेको छ। यो किन त? अब यो हाम्रा पाठ्यक्रमले, नेपालको श्रम बजारले जे कुरा खोजिरहेको छ हाम्रो शिक्षा प्रणालीले त्योभन्दा फरक खालको उत्पादन गरिरहेको छ। आज एकजना दक्ष युवा जसले आफ्नो जिन्दगीका झन्डै 20 वर्ष शिक्षामा लगानी गरेको हुन्छ, आमा बुवाले घाँस काटेर एक आङ कम लगाएर मेरो जस्तो कष्टकर जीवन मेरो सन्तानको नहोस् भनेर लगानी गरेको हुन्छ। उच्च तहको शिक्षा आर्जन गर्छौँ तर त्यति धेरै लगानी, त्यति धेरै आफ्ना जिन्दगीका वर्षहरू खर्चिसकेपछि पनि हामीले आफ्नो विवेकलाई प्रयोग गर्न सकेनौँ।